मर्निङ साथीहरू है हिजो आज छुट्टिया दिन लाग्यो अब यो फिसिङलाई कालीमन्दिर मस्तितिर भाइ चाहिँ म गएर खेल्दैछ म त भर्खर यहाँबाट घर पनि निस्केर राति छु आउने घन्टामा म पुग्छु के गर्ने यस्तै छ हङकङको रमाइलो दिनहरू छुट्टीको दिनहरूमा यसरी गर्दै खेल्नुपर्छ अनि अस्ति खासै त्यति परेन अघि भाइले म्याच पठाएको थियो माछा अलिअलि परेछ है भन्ने हुन्थ्यो अब कति मेरो चाहिँ कति पर्छ है त उहाँले उहाँ गरेर हेर्नुपर्छ अहिले खै हङकङको मौसम पानी पर्ला जस्तो भएर छ ल अहिले उता गएर अब खेल्ने ट्रेन ओपन भएको छैन छ 5:53 भएको छ 5:55 चाहिँ ओपन हुँदैछ ट्रेन फर्स्ट ट्रेन हुँदैछ भल अघि बिहानको 5:53 भएको छ ट्रेन ओपन भएको छैन चाहिँ अब ट्रेन खाली छ मान्छेहरू गएको छैन म एक्लै छु चाइना जाने ट्रेन हो यसबाट जाने हामी चाहिँ 6:30 बजेको अझ लेट लु है अब माछा अन्ठामा आइपुग्यो बिहानको 8:15 भइरहेछ 6 बजी घरबाट हिँडेको मान्छे यहीँ भाइसँग बल्ल भेट भयो माछा पर्छ भाइको घर चाहिँ यस्तो बनाएको छ है दामी बनाएको छ घर चाहिँ सिता यस्तो छ है रातभरि हो दामी बनाएको रातभरि बनाएर बसाएछ घर यस्तो छ रड रहेछ है ल 3टा माछा परिसकेछ अरे भाइकोले अब मेरो पालो अब ल यी माछाको त अब यस्तो है कति मिठो छ है सुन्न न मिठो लाग्छ मलाई बाँच्ने यो त्यहाँ माछा मिठो अस्ति माछा परेन आज त माछा मजाले पारेर है आज पर्छ माछा ती सबै यता रोटी खाने गाउँ आँटा पनि ल्याएको छ मुहानमा सरेछ कि माछा तलबाट यस्तो छ है माछा के हो न अब यो हङकङको लाइफ माछाको खाना बनाउँदै हुनुहुन्छ खाना माछा बनाउँदाखेरि हङकङको लाइफ यस्तो रमाइलो छ भने त हाम्रो चाहिँ माछाको चारो सुरु बनाउने घन्टी भरे घन्टी झुनाइदिनुपर्छ अनि पारी पनि राखेको देख्यो नि कतिवटा बल 5 हाल्नुभयो 5वटा 5वटा बल चाहिँ अब मेरो 3टा छ 8 हुन्छ ट्याक्कै गर्ने हाल्ने माछा चाहिँ फुड पारेर हाल्ने आज अलिक साह्रो बनाउनु पर्ला है अनि साह्रो बनाउनु आज साह्रो बनाउनु पर्यो एकछिन पानी हालेर बनाएको छु ल साह्रो मात्रै बनायो ठिक्क ठिक्कको गर्ने गरी फेरि पुरा हिजोदेखिको जङ्गलमा बस्दै जङ्गलमा बसाइ दाइ भात खान आउनु हामी खान्छौँ अलिक गम खानु भाइले फेरि माछा पऱ्यो भन्दै हुनुहुन्छ कि अब म जाँदैछु उता पारि एकछिन है वेट गर्नु चाहिँ यहाँ माछा है स्कुल माछा कति किलो 2 किलो 2.5 किलो 80 रुपियाँ पारेर 100 चाहिँ लिएर माछा पार्नु तान्नुलाई 100 जस्तो छ यसो तान्नुपर्छ है हेर्नु चाहिँ यहाँ ठुलो माछा परेपछि यस्तो हुन्छ यहाँ अडियो यसरी भनेर हाल्दैछु चट्टी पार यस
माछा हानिन्छ कि पर्छ ल एकछिन ल हेर्नुहोस् है अब यहाँ सञ्जय भाइले हान्दै हुन्छ यहाँ अब यहाँ यस्तै तरिका हानेपछि यो चाहिँ परोस् है हान्यो वा छार्लम्म दामी माछा परोस् अब यो चाहिँ घन्टी लगाइदिनुपर्छ माछा कहाँ गयो हिजो अस्ति माछा कता गयो गयो ल जल्दियो त 15 केजीको माछा पारिहाल्छ जल्दी त 11:30 भइसक्यो ल अहिलेसम्म एउटै घन्टी बजेन यार 12 बज्लाइसक्यो 11:15 भइसक्यो 11:15 अब यत्रो सबै चारो सबैजना फेरिसक्यो अब भाइको घर यो हो मेरो चाहिँ यतापट्टि छ यी अब म चाहिँ खाजा रेडी गर्छु ल चिउरा वाइ रेडी लिएको छु यो चाउचाउ वाइ नखाइकन आज हाम्रो माछा नपरेको त्यो अब खानाहरू खाजा रेडी गर्छु है म त एकछिन है त अब यी खाजा बनाउँछु म चाहिँ यहाँ यति त खाइन्छ र चिउरा त वाइ होइन अब यो भुजा हालेर खाने एकछिन हामी खाँदैछ बनाउँछ ल एकछिन बनाएर होल्ने हो चिउरा र चाउचाउ खाने फेरि अब मासुमा यो बदाम मिक्स गर्ने अनि माछा पऱ्यो नपऱ्यो के भन्छ खानु त परिहाल्यो खानु परिहाल्छ फेरि अब माझीको ताल बिहा ताल छ अब के भन्दा भाइ आउनु बिचार हामी गुरुङ खाने चिउरा हुन्छ हानिसक्यो डन हुने खाने हो फेरि पड़ गया अझै बुझानी थियो उयो कता हाल्नु दुईटा पनि घन्टी उफारेको है घन्टी बजा सुन्नु मन लाग्यो त खै नेपालमा त घन्टी बजाएकै हो नि राजु सरले रवि पार्टीले खोइ घन्टी उफार्छ गर्ने फेरि घन्टी उफार्छ रटै घोप्छ पर्ने उफार्छ छातो गरेर बस्नु नेपाल घर चाहिँ दाइको घर कता पहिला ल हामी जलारी मछौडा राउटे माझी जे भने पनि हामी सबै हो ल रातभरि मारेको नजिकबाट रातभरि मारेको ल 2टा जेब्रा अनि मोडकाप ल ल
जेब्रा कत्रो कत्रो आम्मा जेब्रा त ठुलो रहेछ जुङ्गा भएको माछा भन्छ है त्यति प्लसमा हाल्यो ल 5 किलो छ होइन 5 किलो छ 5 किलो 5.5 यसरी हाल्नुहुन्छ ल भाइ ल त्यो जेब्रा पनि उचाल्नु दिन्छ ठुलो छ त्यो पनि जेब्रा बनाएको जेब्रा चाहिँ उसिनेर यसलाई जेब्रा कस्तो मजा बनाएको मजाको साइजको छ है यो त मर्दैन पो त सबल ज्यादा हो नि यो त जलारीहरूको काम यस्तो छ माझीको जलारी होइन अब आयो अब आयो यो चाहिँ के अरे रौको पाठो है रोगको पाठा यो यो चाहिँ रौको पाठो रातो आँखा होइन है यो रातो आँखा देखाउँछ। ल रेड आइज रातो आँखा 3.5 किलो छ रौको पाठो खास गर्थ्यो सबभन्दा ठुलो चाहिँ लाग्यो अब माझीहरू माछा परिहाल्यो भएको दाम माछा मार्ने रोड माछा त्यसरी बोकेर अब हामी चाहिँ लाग्यो है साथी अब आजलाई बाई बाई अब माछा अहिलेदेखि हाल्नुभयो होइन कता कता परेको भनेर त्यही भएर अब नेक्स्ट टाइम यो पनि थुप्रो भयो भने देख्नु पार्छौँ हामी अनि देखाउँछौँ है हजुरहरूलाई अरू त के भनेर अब यस्तै छ है लाइफ स्टाइल अब लाग्यो ल कस्तो लाग्छ भिडियो राम्रो लाग्छ सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला हामी चाहिँ लाग्छ बस्छौँ अब माथिबाट कालो पनि भयो अब जुस खाँदै हिँड्छ यसरी बाटो चाहिँ यस्तो ओके बाई बाई